बुकी डाँडा घुम्न जाने टिम अब सुरु भयो यात्रा। भान्जा सुल भान्जा गोरे भान्जा हेर ल हेर यता हेर यति त हो कता गएछ गाउँतिर गयो होला कहाँ तिमीले गएर फेरि दिदी भन्ने यो दोकान यही भनेको आमा चल्छ होला यहाँ त सबै यहाँ आउने ल ल हिँडौँ यात्रा बुकी डाँडाको भान्जा त भान्जा खुसी भएर अगाडि गर्छन् ती हेर है ओहो सुल भान्जा ल हेर भान्जा यो राजुको बुट्टा काँडा नि छैन कि अन्त यस्तो पोखरा पनि यो त पुरानो हो धेरै फोहोर हुन्छ यो जम्मा भएको पानी गोरे भान्जा नदुकुर है गोरे भान्जा दुगुरे पानीको टङ्की के हो माथि बनमारा सबै ठाउँ बनमाराले खाइसक्यो पुरै बनमारा यो त्यहाँ रोकेको रहेछ बुकी डाँडामा जानु लागेको हाम्रो सुलभ भान्जा र गोरे भान्जा ए नदुकुरा धेरै लुटिन्छ यो बनमाराको घाँस हो यसले त संसार खाइसक्यो नि बनमाराले ए ल नचल्किने होइन हौ देख्न सक्नुहुन्छ तपाईँ यो खलङ्गा के अरे बुकेनीबाट खलङ्गा जाने बाटो यो मल्लरानी हुन्छ तर खलङ्गा बिजुवार बागदुला यो सबै अहिले चाहिँ पिच गरिसकेको छ यो कुनै बेला एसएलसी परीक्षा दिँदाखेरि अन्य कामहरूको लागि यो पुरै जङ्गल हिँडेर गइन्थ्यो आजभन्दा विगत 10-15 वर्ष अगाडि अहिले चाहिँ यस्तो भइसक्यो यो सबै चाहिँ हिमालै भनौँ अब चिसोले गर्दाखेरि यस्तो भएको छ हो के छ हिमाल औ यो बुकी डाँडा सुरु यो पकाउने खाने भोज गर्ने होला कि आवाल्नु दिन्छ आमा यहाँभित्र ओहो त्यसको लागि चाहिँ बनाएको होला यो मल्लरानी गाउँपालिकाको कार्यालय खलङ्गा प्युठान योजना सूचना बोर्ड योजनाको नाम बुकी डाँडा पर्यटकीय क्षेत्र भौतिक पूर्वाधार निर्माण कार्यक्रम सञ्चालन गर्ने कार्यालय मल्लरानी गाउँपालिका खलङ्गा प्युठान योजनाको कुल लागत 10,89,610 कार्यालयको अनुदान कति हो 9,80,000 अनि उपभोक्ताको जनसरकारबाट चाहिँ 9,05,610 रुपियाँ उपभोक्ता अध्यक्षको नाम नारायण बहादुर पुन योजना सम्झौता मिति 2081 9 महिना 8 गते हो होइन अनि योजना सम्पन्न मिति 2082 1 महिना 15 गते वैशाखको 15 गते मुख्य कार्य शौचालय खानेपानी तथा अन्य भौतिक पूर्वाधार निर्माण 8 सुदन बाबु हाम्रो सुदन बाबु पुरानो चाहिँ 8 दाइ हुनुहुन्छ उहाँले चाहिँ यो चाहिँ लेख्नु भएको रहेछ यस्तो पो रहेछ है त्यति फोहोर फालेको रहेछ ती खाएर जम्मा गर्ने कोले त्यो कागजमा के फाल्छ त्यो ल हिमाल त यहाँ पारि पो देख्नु रहेछ हजुर अहिले घाम आइम है हामी भान्जाहरू त्यहाँ गएर बसिसके
बुकी डाँडाको ल ल आइम आइम तपाईँलाई म जुम गरेर देखाउँछु यो चाहिँ मेरो मावली गाउँ मर्काबाङ झिमरुक गाउँपालिकामा पर्छ यो मोबाइलले खासै त्यति क्लियर जुम गर्दैन ए ल ल आइम है भन्छ शीतल छ आमा आइहाल्यौँ मालगेरी आजल त काँड सको नि सानो सानो तिमीले काँड लिएर खुवाउँथ्यो यो वृक्षारोपण पनि राम्रो छ हाम्रो यो बुकी डाँडामा यो धुप्पी सल्लाह भयो यो पारी के हो सबै मैले चिन्दैन तर धेरै प्रकारको बोट बिरुवाहरू यो फुर्सेको बोट हानी रहेछ त्यो रोपेको होइन होला यो फुल होला दिउँसोको समयमा अहिले लाइट धेरै भएर यो घामले गर्दा त्यति क्लियर आएको छैन रातिको समयमा साँझ मध्याहको समयमा एकदमै राम्रो आउँथ्यो होला यहाँ यो के हो यस्तो सिरिस जस्तो सबै यो वृक्षारोपण गरेको गाउँलेको जनसर्वधानबाट पुरै वृक्षारोपण छ यो पछि भविष्यमा यी बोटहरू सबै ठुला ठुला हुन्छ होला अहिले चाहिँ सानो सानो छ सबै तपाईँ देख्न सक्नुहुन्छ यो टिप्न त नहुने पात मलागेरी घाँस बुकी डाँडा पर्यटकीय हिसाबले धेरै ठाउँका मान्छेहरू यहाँ घुम्न आउनुहुन्छ अझै पनि जाडो भयो र यो आँपको बुट्टा पनि रहेछ आँप पनि रहेछ यहाँ चाहिँ अब घुम्न आउने मान्छेहरूले खाने अनि चाहिँ यही फोहोरहरू जथाभावी अलि त्यो के गर्ने हाम्रो गाउँ समाजमा यस्तै हो सबै किसिमको तयारी त्यसको लागि अब गर्न पनि अलिक गाह्रो छ त्यही भएर होला अलिकति यतितिर फाल्ने फोहोर छ अब उठाउने कसले हामीले गुनासो मात्र गरेर पनि भएन यो चौतारीको बुट्टा दुबईको यो सुपर मार्केटमा पनि बेच्न राखेको देख्छु चौतारी यहाँ चाहिँ त्यति भ्यालु गर्दैनन् आफ्नो नजिकको तीर्थहेला हिमाल हामी कहाँ छौँ भान्जा गोरे भान्जा सुलभ भान्जा बुकी डाँडा हो ल अब यतिमै समाप्त गर्छु आजको भिडियो